गङ्गा सरले कोदालीले भक्कामा खनिराख्नु भएको छ। यो काभ्रेको सेवक नेपाल संस्था छ। एउटा बालबच्चाहरूको चाहिँ बालगृह र यहाँ चाहिँ आज बाबु नानीहरूलाई पनि यसो चाहिँ देखाउने सिकाउने उद्देश्यले सेवक नेपालद्वारा आयोजित यो धान रोपाई कार्यक्रममा आज हामी काठमाडौँदेखि अब त्यसपछि उहाँ हाम्रो गङ्गा सर कतारदेखि आउनु भएको छ। धेरै साथीहरू काठमाडौँ नुवाकोटदेखि आउनु भएको छ। यहाँ चाहिँ रोपाई कार्यक्रम चलिरहेको छ, तपाईँहरू सबैले देख्न सक्नुहुन्छ। र यो सेवक नेपाल नितान्त चाहिँ यो गैर नाफामूलक हो, यो सेवामूलक संस्था। 38 जना चाहिँ बालबालिकाहरू जसको चाहिँ कोही छैन, तिनीहरूको लागि चाहिँ यो सेवक नेपाल संस्थाले चाहिँ अपनत्व सबै बालबालिका अपनत्व ग्रहण गर्दै अभिभावकत्व ग्रहण गर्दै अहिले 38 जना चाहिँ सेवक नेपालसँग 38 जना बालबालिकाहरू रहेको अवस्था छ। आज ती सबै बालबालिकाहरूलाई पनि सिकाउने, माटोसँग चाहिँ किप इन टच गराउने उद्देश्यले यहाँ रोपाई कार्यक्रममा बालबच्चाहरूको पनि तपाईँले सहभागिता देख्न सक्नुहुन्छ। तर यो फेरि चाहिँ नितान्त यो बालिकाहरूलाई चाहिँ काममा लगाएको भनेर फेरि नबुझ्नु भयो। उहाँहरूलाई यसो आलीमा बसेर यसरी बच्चाहरू हेरेका छन्, सिकेका छन्। काम गर्ने ठुलै नै यहाँ चाहिँ रोपार हुनुहुन्छ, रोपार्नुहुन्छ, बाउसीहरू, हलीहरू र चाहिँ सेवा गर्ने। जस्तै हामी जस्ता मान्छेहरू कोही नुवाकोबाट आउनु भएको छ सेवाभावले, कोही कतारबाट आउनु भएको छ हाम्रो गङ्गा सर, कोही काठमाडौँ आउनु भएको छ हामीसँग सँगै आउने तिवारी सर हुनुहुन्छ नुवाकोटबाट। हामी धेरै जिल्लाहरूबाट पनि साथीहरू आउनु भएको छ यहाँ, जो सेवक नेपालसँग चाहिँ जोडिनु भएको छ। उल्लेख्य सहभागिता छ। आज यो चाहिँ खेत रोप्ने कार्यक्रम, आज त्यो तलदेखि यहाँ माथिसम्म कार्यक्रम, आज खेत रोपेर सक्ने कार्यक्रम छ। उद्देश्यका साथ यो खेत आज रोपेर सक्ने उद्देश्यका साथ हामी सबै यहाँ जम्मा सहभागी भएका छौँ। आदरणीय दर्शक श्रोताबिन, तपाईँ पनि निस्वार्थ भावनाले यो सेवक नेपालसँग जोडिन चाहनुहुन्छ भने तपाईँहरूले पनि सम्पर्क गर्न सक्नुहुनेछ। हस्, धन्यवाद, नमस्ते।